स्टुडेन्ट सोच परिवर्तन नेपाल अर्गनाइजेसन एन्ड देन जेन्जी आन्दोलनको सुरुवातकर्ता जेन्जी आन्दोलन तपाईँहरूलाई थाहा छ होला त्यसको सुरुवातकर्ता हामी हौँ है। राईबाट अघि भन्ने शिवराज राईले आन्दोलन गरेको यो सोच परिवर्तन भन्ने धेरै अगाडि सुरु गर्नुभएको हो र हाम्रो विद्यालयका विद्यार्थीहरू पनि धेरै पटक यस्तो कार्यक्रमहरूमा ट्रेनिङहरू वक्तृत्व कलाको कार्यक्रमहरू यस्तै अवेरनेस प्रोग्रामहरू धेरै काममा गर्नुभएको। उहाँ एउटै गाउँमा बसेर यो समाजको लागि यो विदेश नगइकन विदेश जाने त कति थियो होला तर विदेश नगइकन गाउँको लागि भोलिन्टियरली सेवा गर्छु भन्दै र यहाँ भएका बिग्रेका भाइ बहिनीहरूलाई सपार्न सकियो भने मलाई धर्म प्राप्त हुन्छ भनेर उहाँ ठुलो धर्म गर्नुभएको छ। उहाँले यस्तो कार्यक्रम भन्नु कतिवटा 400वटा स्कुलमा उहाँले धेरै स्कुलहरूमा आएको मात्रै होइन धेरै पटक हाम्रो स्कुलमा पनि वर्षको एकचोटि चाहिँ उहाँ आउने गर्नुहुन्छ। बोल्दाखेरि जहिले पनि नम्र भएर बोल्नुपर्छ। यस्तो हुलमुलमा तोड्ने होइन हामी। आज ओडा जल्यो, आज अदालत जल्यो, आज धेरै कुराहरू जले। त्यो जलेर घाटा कसलाई भयो? हामीलाई भएन त्यो घाटा। तपाईँको इमोसनल, तपाईँको जोस, जाँगर अहिले यो पछिल्लो चरणमा भएको आन्दोलनमा अहिले यो माहौल निस्कियो। खास सुरुवात गरेको चाहिँ हामीले हो। हामीले सुरुवात गऱ्यौँ, जब उठायौँ। यो संसारमा जहाँ जेन्जी आन्दोलन कहीँ पनि नाम सुन्ने थिएन त्यति बेला हामीले गरेका थियौँ। धेरै विद्यार्थीहरू जम्मा भएर हाम्रो भविष्य के होला यस्ता नाराहरू लिएर विद्यार्थीको भविष्य सुनिश्चित गरेर यस्ता लिएर हामी रोडमा आवाज उठाउँदै हिँडेको। यो कुरा तपाईँलाई हामीले जानकारी मात्र मैले दिएँ। 5 वर्ष अगाडि रोडमा चौलीको रोडमा चिच्याउँदै हाम्रो भविष्य के होला, यहाँ बसेर के हुन्छ, हाम्रो पिँढी हाम्रो अभियान। अनि नाम के छ? सोच परिवर्तन नेपाल। यो हाम्रो संस्थाको नाम हो। आधिकारिकमा दर्ता भएको संस्थाको नाम हो। यो हाम्रो लोगो भइहाल्यो। कार्यक्रमको शीर्षक बुझ्नुभयो र हाम्रो पोस्ट 3 गतेबाट सुरु भएको हो है। यो स्वयं आफ्नै हो र हामीले 4 वर्ष अगाडि गरेका यी सडकमातिर हामीले गरेका कुराहरू हाम्रो भविष्य के होला, विद्यार्थीको भविष्य सुनिश्चित गर्नुहोस् होइन, जस्ता लिएर जेन्जी आन्दोलन गरेका छौँ हामीले यसरी हो। र अहिलेको किन होइन तपाईँ डर नमान्नुहोस्। यत्रो हामीले गर्दा परिवर्तन भइसक्यो। 28 वर्षभन्दा तलको जुन जेनेरेसन छ, जुन हाम्रो पिँढी छ, यसलाई जेन्जी समूह भनिन्छ। बुझ्नुभयो? र आन्दोलनमा को जानुभएको थियो? कोही जानुभयो यताबाट आन्दोलनमा, कोही पनि जानु भएन, कोही पनि जानु भएन आन्दोलनमा है। माग केही पनि छैन तपाईँहरूलाई नि, तपाईँलाई नि छैन। तपाईँहरूलाई कसैलाई छ? अनि हामी मध्येबाट नै नेता हुने हो, हामी मध्येबाट नै मन्त्री हुने हो, हामी मध्येबाट नै राष्ट्रपति हुने हो, हामी मध्येबाटै हुने हो। सबै कुराहरू हामी मध्येबाट नै हुने हो। अनि मलाई लाग्यो साथीमा ढुङ्गाले असली ग्यासको पीडा कस्तो हुँदो रहेछ भन्ने कुरा पहिलोचोटि थाहा पाएँ। नबाट ठुलो गल्ती भएको रहेछ। मलाई माफ गर्नु। अनि त्यसको बुवालाई नि बुवा ड्याडी सरी मबाट जे जे गल्ती भएसम्म माफ गरिदिनु होला। अबदेखि यो गल्ती जोडिने छ। तपाईँले ढालिरहनु भएको छ। तपाईँले बन्चरोले खुट्टामा तपाईँकै खुट्टामा हानिरहनु भएको छ। तर तपाईँलाई थाहा छैन कि अब तपाईँ थाहा पाउनु हुनुपर्छ। बुझ्नुभयो? तपाईँहरूलाई जे समस्या पर्छ नि त्यो हामीले समाधान गर्छौँ। तपाईँहरूको लागि हामी छौँ। तपाईँहरूको लागि के चाहियो, के गर्न पर्यो, हामी छौँ। हाम्रो पिँढीको लागि हामी छौँ। हाम्रो जेन्जीको लागि हामी छौँ। हजुरहरूको हरेक आवश्यकताको लागि हामी छौँ।
हामीले गर्न सक्ने कुराहरू तपाईँको लागि गर्छौँ र तपाईँहरूले पनि यो हाम्रो पिँढी हाम्रो अभियान जुन छ यो हाम्रो नारा हो र संस्थाको नाम सोच परिवर्तन नेपाल नेपालीबाट छ। सर्च गर्नु होला, त्यसलाई लाइक गर्नु होला र त्यहाँ कतिमा म्यासेज पठाउनु होला हैन। अनि बल्ल थाहा हुन्छ म गर्छु अनि म गरेर देखाउँछु। जेनजी आन्दोलन सुरुवातकर्ता को रहेछ? आज चाहिँ हामीलाई हाम्रो पिँढी हाम्रो अभियानको बारेमा अलि जानकारी दिनुभएको छ। जस्तै जेनजी आन्दोलन भयो अहिले यो 23-24 गते जेनजी आन्दोलनको बारेमा अलि राम्रै कुराहरू जनाउनु भएको छ। अनि उहाँबाट चाहिँ आज हामीले धेरै कुरा पनि सिकेका छौँ। जस्तै हामीले यो लामो पदार्थहरूको सेवन गर्नुहुन्न, अरूलाई गर्नु दिनुहुन्न र गरिरहेकोलाई पनि कसरी छोड्ने भन्ने बारे जागरुक गराउनुपर्छ। जस्तो उहाँले हामीलाई सिकाउनु भएको छ आज। ठिक छ, डर लाग्छ। ओके थ्याङ्क यू सो मच। हाम्रो लागि क्ल्याप एभ्रीबडी। हाम्रो पिँढी हाम्रो अभियान, हाम्रो पिँढी हाम्रो अभियान। म सक्छु, म गर्छु अनि म गरेर पनि देखाउँछु। र यो कुरा सबैजनालाई बाँड्छु। धन्यवाद। बस्नुहोस्। धन्यवाद शिवराज करेल दाइलाई। आज उहाँले हामीलाई जेएनजीको बारेमा बताउनका लागि सिलगढी सरस्वती सेकेन्डरी स्कुलमा आउनुभएको छ। उहाँको अवसरबाट बचाउन र हामीले के गर्न सक्छौँ भन्ने कुरामा चारैतिर हरियाली मेघोली हो मेरो गाउँ, चारैतिर हरियाली मेघोली हो मेरो गाउँ। याद आए सम्झिदिनु शिवराज कणेल हो मेरो नाम। धन्यवाद।